हेलो साथीहरू, फेरि पनि मेरो सानो मिनी ब्लगमा वेलकम गर्न चाहे। म चाहिँ नानीहरू बसेको बेलामा चाहिँ यो भाँडाकुँडा धोएर सकाउँला भनेर छिटो काम सकाएर, सानो नानी हुनुहुन्थ्यो, उहाँ हुन्छ भनेर चाहिँ म छिटो काम गरेर बसिरहेको। साउनी चाहिँ बाहिर जानुभएको थियो, त्यही मौका छोपेर चाहिँ मैले भिडियो बनाउन सफल भएँ। हेर्नुहोस् है, विदेशमा यस्तो गरेर काम गर्नुपर्छ, यस्तै काम हुन्छ विदेशमा। कति दिदीबहिनीहरूलाई त थाहा नै हुनुहुन्छ होला, अनि नेपालतिरै बस्नुभएको दिदीबहिनीहरूलाई चाहिँ कस्तो हुन्छ घरको काम, के हो कस्तो हो त्यस्तो भन्नुहुन्छ है। त्यो बुवा आमाहरूले चाहिँ नबुझ्नुहुन्छ कि, अनि त्यही भएको कारणले चाहिँ होइन, अब कस्तो हुन्छ कुन्नी। हामी भर्खर आउँदाखेरि मसँगै आउने साथीले नि भन्थ्यो, घरको काममा त नराम्रो हुन्छ अरे त भनेर भनिरहेको थियो कि। अनि कसले भनेको त्यस्तो हुँदैन नि, आँखाले देखेको छैन भनेर म आयो कि फर्स्ट, अनि लास्टमा उहाँ पनि आउनुभयो कि घरकै